हेलो नमस्ते। आज हाम्रो यो गुन्द्रुक तालिमको फर्स्ट दिन चाहिँ गुन्द्रुकको तालिम सुरु गर्ने भनेर गुन्द्रुक बनाउनलाई मुलाहरू ल्याएर त्यसलाई सफा गरेर म्यामले हामीलाई त्यो गुन्द्रुक बनाउनलाई कतिको सम्म त्यो मसिनो बनाउने भनेर सिकाइराख्नु भएको छ। अनि त्यसको लागि चाहिँ ओखल अनि सिलोमा चाहिँ त्यसलाई कुटेर बनाइन्छ। अनि ओखलमा भन्दा नि सिलोमा चाहिँ अझ राम्रो हुँदो रहेछ त्यो ढुङ्गाले एकचोटि गरेपछि। अनि म्याडमले हामीलाई सिकाउनु भयो, हामीहरू पनि अब हामीहरू पनि सिक्छौँ भनेर त्यसलाई ओखलमा मुलालाई गऱ्यौँ, कुट्यौँ। त्यसपछि सबै साथीहरूले एउटा एउटा गरेर त्यो सबैले सानो सानो पिसमा बनाउन सिक्यौँ। अनि सबैजना आफ्नो धुनमा त्यो सिन्की कुट्नलाई आफ्नो पालो कुरिरहेका छन्। जोसँग छ उनीहरू चाहिँ कुटिरहेछन्। फेरि यसलाई मसिनो पारेर अनि एउटा बाल्टीमा यसलाई खाद्ने राम्रोसँग। फेरि त्यसलाई चाहिँ पानी चुहाउनलाई चाहिँ कट्ठामा हालेर 1 घन्टा जति छोडिदिनु पर्ने रहेछ। फेरि यसलाई बाल्टीमा इँटाले राम्रोसँग खादेर प्लास्टिक हाल्ने, त्यो प्लास्टिकको